यो कुखुरा चाहिँ आज हाम्रो वाचिपा बनिन आँटेको छ। पस्यो आमाले पक्रेर ल्यायो आजको वाचिपा हाम्रो घरमा बनिन आँटेको वाचिपा फेरि निकाल उता बिचमा राख उयो चिम्टाहरूले ढाप 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 हान्नु त्यो खुकुरीले ढाप 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 हान्दा पनि हुन्छ दुईपट्टि एउटा यस्तो गरेर आउ त हेर आम्मा आगो पनि सानो दामी बढेन त हौ यस्तो भएको छैन सक्यो मान्छे कहाँ गएर आउनु भयो यो अगाडिलाई पनि हामीले यो फ्ल्याटको जग्गामा उसै निक्लिँदैन घरबाट आज गएन हिजो पनि गएन हिजो आज थिएन हाम्रो कि घरमै हुन्छ यति चाहिँ पाउँछस् यति चाहिँ पाउँछस् अझै यो राम्रो हुनु भयो नि त्यही त्यो टट्टी गरेर त निन्नी त त्यस्तै भएको थियो नि त उयसमा त ठाडो नबसेको सिटमा नबसेर घोप्टो यसरी टाउको चाहिँ सिटमा कन्डो चाहिँ ठाडो त्यसरी गएको मर्नु मर्नु खोज्छ अन्त उडेकै हो त्यो पनि त्यस्तो बाटो अन्त चाहिँ मैले उयो गरेको अर्पणलाई भन्न सुनिहाल्छ त हेर्नै पर्छ कान पो हो त यो स्टिपले उयो के पो एस कलरको कलर गर्नुपर्छ नि यो यता यस्तो बोसो थिएछ ए अन्डा पार्नु थिएछ नि थुप्रो अब अन्डा खुरु पार्नु थिएछ त ल मङ्नी त तिमीहरूले चालै नपाइसक्छ बिहानै हो त मङ्नी चाहिँ त्यस्तो हो नि त मङ्नी त त्यस्तो उयो हुँदैन त यो चाहिँ लैजा यो त्यो तेरै हो यो ल पोलेर खाइहाल्यो साँच्ची भनेको के भएकोलाई यो नि पोलेर खाइहाल्यो त्यहाँ चारो मात्रै हुन्छ कुखुरा ए त्यही त मिठो त ए त्यसमा त स्वाद हुन्छ तपाईँ खानु त त्यसमा त स्वाद हाम्रो बहिनी चाहिँ यस्तो राम्रो छ आमालाई यसरी काम सघाउँछ अन्त यहाँ चाहिँ हाम्रो वाचिपा बस्ती कुखुरा
हँसाएर हँसाएर अब 20 रुपियाँ प्रफिट भइदिएको त सोच न कस्तो चाहिँ होला अन्त